ल के लाग्छ केटाहरूलाई? अनिसबाटै जाउँ न। मोरोक्कोको अब टिम हेर्नु पर्दाखेरि उनीहरूले जे रिसेन्टली म्याच हेर्दाखेरि जितिरहेको छ। नर्वेसँग पनि उनीहरूले ड्र खेल्यो होइन, ड्र खेल्यो। जे उनीहरू फिजिकल्ली टिम छ, फिजिकल्ली एकदम स्ट्रङ छ। त्यही माथि अब अफ्रिका भनेको त गर्मी ठाउँ हो। अब यतापट्टि युएसएमा लास्टै गर्मी छ राइट नाउ हेर्नु पर्दाखेरि। अब नर्वेको प्लेयरहरू आइस प्याक लगाएर पुरा ग्राउन्डमा ढलेर बसिरहेको थियो नि। अब यिनीहरूको टेम्परेचरले पनि धेरै उ गर्छ नि। यिनीहरूको चाहिँ हेर्दाखेरि अलिकति हरेक डिपार्टमेन्टमा हेर्ने हो भने अलिक दिएको प्लेयरहरू पनि छन्, त्यसपछि राम्रो प्लेयरहरू देखिन्छन् होइन। अब जस्तै अट्याकमा हेर्ने हो भने पनि ब्राहिम डियाजले यसो हेर्ने हो भने एकदम कन्सिस्टेन्सी प्लेयर छन् अहिलेको मोरोक्को टिममा। त्यसै गरी अब हाकिमी जस्तो प्लेयर डिफेन्डमा होइन, माजराई पनि छ। त्यसै गरी अब यहाँ मार्सेलका प्लेयरहरूदेखि लिएर यहाँनिर अब भनौँ न ठिकठाक टिमहरूको प्लेयरहरू पनि रहेका छन् यो टिममा। अब यिनीहरूको मिडफिल्ड एकदमै हार्ड वर्किङ मिडफिल्डर छ, फेरि एकदमै ट्र्याक ब्याक गरेर मजाले। फेरि यसमा मेन भनेको चाहिँ के छ भनेपछि चाहिँ मोरोक्कोको प्रब्लम भनेको चाहिँ 2022 को विश्वकपमा जुन वान अफ द प्लेयरै थिए होइन मोरोक्कोको, जुन अब उनले चाहिँ कस्तो खेल्छन् भन्ने कुरा, त्यो लेभलको पर्फर्मेन्स दिन्छन्। त्यहाँ म्यान्चेस्टर युनाइटेडमा आयो, म्यान्चेस्टर युनाइटेडमा आइसकेपछि पनि अब उनले त्यहाँको पर्फर्मेन्स होइन, अब त्यहाँबाट उनी रियल बेटिस पनि गए। अब त्यही हो, अब टिम चाहिँ छ। तर यो ब्राजिललाई यदि मोरोक्कोले यो ब्राजिललाई रोक्न सक्छ, ड्र मात्रै गर्न सक्छ भने पनि ठुलो चाहिँ हासिल गर्नेवाला छ। आवाज अड्की आएको तिम्रो? त्यही आवाज अड्की हेरेछ। रोजन भाइको आवाज अड्की आयो। के कुरा भन्दा चाहिँ होइन, अब मोरोक्कोको टिम के छ भन्दा यिनीहरूले ब्राजिलसँग त पहिलो अब यिनीहरू डिफेन्स हेरेर डिफेन्स बवाल छ क्या यिनीहरूको भन्ने भने। ब्राजिललाई पहिला डिफेन्सलाई त्यो बस पार गरेर डिफेन्स चाहिँ एकदम कडा गर्छ र एट्याकिङ तिमीहरूलाई थाहा छँदैछ यिनीहरूको काउन्टर एट्याक कस्तो छ होइन। काउन्टर एट्याक त बवालै छ नि, लाउने बित्तिकै स्योरै छ नि यिनीहरूको। त्यही पहिला त रोउन खोज्छ कि ब्राजिललाई डिफेन्सले गरेरै रोउन खोज्छ, काउन्टर एट्याकमा पेल्छ राम्रो पेल्छ। प्र्याक्टिस नै त्यही हुन सक्छ। फर्म चाहिँ लिएर आएको छ कि छैन, पहिलाको फर्म छोडेर गएको छ, त्यो फर्म चाहिँ कन्टिन्यू गर्छ कि गर्दैन वर्ल्ड कपमा चाहिँ भन्ने कुरा। अब कति प्रेसरका साथ अब एक्सपेक्टेसन पनि प्रिभियस वर्ल्ड कपको टिमले चाहिँ अब यसपालि पनि अलि हामी चाहिँ लास्ट टाइम सेमिफाइनलमा पुगेको थियौँ, यसपालि चाहिँ हामी अब लगभग फेरि पनि क्वार्टर फाइनल सेमिफाइनल पुग्नुपर्छ भन्ने बेला आउँछ। त्यो प्रेसर कतिको ह्यान्डल गेमै स्ट्रङ टिमसम्म छ उनीहरूको। अब युरोपियन देशमा खेलेको भएर अब प्राय युरोपियन देशहरू के अरे क्लबहरूमा खेलेका छन् नि त। फर्म चाहिँ नडगमगिएला जस्तो लाग्छ है मलाई। प्रिडिक्सन गरौँ त ल, यो भिडियोको अब अन्तिममा जाँदै अब प्रिडिक्सन हानौँ त टाइपको। यो गेम बाइ चान्स फेरि मोरोक्कोले जित्यो भने ग्रुप टपै गर्छ ग्यारेन्टी। मोरोक्कोले जित्यो भने त्यो त हो। ब्राजिलमा खुन पसिना बगाएर भए पनि जित्यो भने पनि होइन, बराबरै गरेछ भने पनि मोरोक्को। मलाई चाहिँ यो गेममा स्कोर चाहिँ हुँदैन जस्तो लाग्छ। जम्मा 3 गोल हुन्छ यो गेममा होइन, 3 गोलमा 2-1 त्यस्तै हो 2-1 हुन्छ जस्तो लाग्छ। म चाहिँ 2-1 ब्राजिलको फेभरमा गएँ यो गेममा। फेरि यहाँ के छ भन्दा त्यस्तै 1-0 अथवा 1-1 बराबर दुईटामा एउटा के डिफेन्सिभ गेम हुनसक्छ। 0-0 पनि 0-0 त हो, 0-0 पनि हुनसक्छ फेरि यो गेम। 0-0 त नहोला सायद होइन। अब केही गरी ब्राजिल सेकेन्ड भइदियो भने होइन, अब मोरोक्को फर्स्ट भइदियो भने यिनीहरू क्वार्टर फाइनलसम्म जानको लागि धेरै सजिलो टिमहरू पर्छ क्या। अनि ब्राजिललाई फेरि गाह्रो टिम पर्छ। ब्राजिलको एट्याकिङ मिडफिल्ड चाहिँ मजाले चल्दिन चाहिँ पर्यो, फेरि चलेन भने यिनीहरूको डिफेन्सले भित्र छिर्न नि दिन्न यिनीहरूले। फेरि ब्राजिलको टाइट गेम हुन्छ दाइ, त्यो जसले पनि जित्छ। तर मलाई चाहिँ यस्तो लाग्छ कि 2-1 चाहिँ ब्राजिलले जित्ने खाल जस्तो लाग्छ। 2-1 चाहिँ हुनसक्छ। अब डिफेन्सको कुरो के हुन्छ, डिफेन्स जिद्दीपनावाला डिफेन्स, त्यो एट्याकिङ गर्न नगर्ने खालि त्यो प्र्याक्टिसै त्यस्तैमा रह्यो भने चाहिँ धेरै गोल नहोला। तर दुईटै बल जाने, बल अगाडि छिर्न सक्ने भने 2-1 चाहिँ हुन्छ पक्कै। ठिकै छ ल, यही गरौँ है दाइ ल, यतिमै हाम्रो भिडियो गरौँ। हुन्छ भयो, तिमीलाई निर लाग्यो कि अहिले सुतेर राति 12:45 उठ्ने हो? हुन्छ बसौँ न यो अब यो राति त गाह्रो छ मलाई चाहिँ गाह्रो छ। होइन यो ठिकै हुन्छ, ठिकै हुन्छ।
हो लाइभ यो के ल्यायो भाइले यस्तो यस्तो यो हाम्रो यो ब्राजिलले वर्ल्ड कप जति जितेको छ होइन अर्को चार्ट चाहिँ त्यो च्याट जितै हो यो त जितेको चार्ट चाहिँ यो उनीहरूको क्याम्पेन के 2002 फर्स्ट जितेको थियो फ्रान्स र त्यो साउथ कोरियाले गर्दाखेरि अनि जर्मनीमा 5th भयो यो ग्रुप भयो चाहिँ ग्रुप सी मा छ मोरोक्को र ब्राजिल हो ठुला स्कटल्यान्डले पनि है